तीर्थस्थानी व्रत कथा सबै श्रोताले चन्दन अक्षता फुल लिएर हात जोड्नु। यम वर्मा बौडेन्द्र रुद्र मरुत स्तुन्द दिव्यस तवै वेदै साङ्गपद कर्म पनि सधैँ गायन्ति यम सामगा ध्यान बस्ति तत गतेन मनसा पश्यन्ति यम योगिनो यशन्तम नबिरु सुरसुर गढा देवाय तस्मै नमः। श्रीमत् चन्दन जजु जवलपु शुक्लाम्बरा मल्लिका माला अलङ्कृत कुण्डला परिलोचन मुक्तावली शोभिता सर्व ज्ञान निदान पुस्तक रुद्राक्ष मालाधरा वाग्देवी वदनाम बुझे वस्तुमे त्रैलोक्य माता चिरम मुकम करोति वाचालं पङ्गुलं गयते गिरिं यथातमहं वन्दे प्रमानन्द माधवम। नमो भगवते तस्मै व्यासाय मितदे जसे यस्य प्रसादात् दच्छामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। फुल चढाएर नमस्कार गर्नु र एकचित्त भएर कथा सुन्नु। आज चाहिँ 30औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि। चन्द्रावती ब्राह्मणी दरबारमा पुगेपछि नवराज राजा र कुमार रानीलाई साष्टाङ्ग दण्डवत गरिन् र नवराज राजाले राम्रोसित माया गरी आसनमा स्नेहले बसालेर सुध्याए। हे स्त्री चन्द्रावती, तिम्रो मुख नदेखेको आज कति वर्ष भयो। तिमीलाई लिन डोलेहरू पठाएको थिएँ, तिनीहरू आजसम्म फिरेनन्। तिमीले पनि किन विलम्ब गर्यौ? म महाराज भएको चाल पाइनौ र हो कि मैले त राज्यको सुख भोगले बिर्सिराखेको थिएँ। फेरि साल नदीको तिरमा आएर किन एक्लै बस्यो कि मलाई त लावण्य देशका लोकले भनेर पो थाहा पाएँ। अर्को कुरा, तिमी अघि कि जस्तो छैनौ, बढी तेजीले चम्काने अनुहारकी भइछौ किन हो? सबै वृत्तान्त भन भने। आफ्ना पति नवराज राजाले भनेको सुनि खुसी भएर चन्द्रावती रानी भन्न लागिन्, हे स्वामी, म माइत बसेकी थिएँ, हजुरले लिन भनेर डोलेहरू पठाउनु भएछ। राजा भएको खबर तिनका मुखदेखि सुनेर हजुरसित कहिले भेट होला, कहिले दर्शन पाएर आनन्द मनाउला भन्ने इच्छाले हतपताई आएकी थिएँ। त्यो दिन माघ शुक्ल पूर्णिमाको दिन रहेछ। वनमा स्वर्गका अप्सराहरू आएर शिशुदानी परमेश्वरीको व्रत पूजा गर्न लागेको देखि डोली अडाएर हामीलाई भोक लाग्यो, वनमा केही पाइ खाए आउनेछौँ, तपाईँ एकछिन यहीँ बस्नुहोस् भनेर डोली अडाई मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको ठाउँमा गएर ती अप्सराहरूका संसर्गमा व्रत गरेर प्रसाद लिए। म भए ठाउँमा आई प्रसाद दिए। त्यस बेला मलाई अहङ्कारले छोपी डोलीबाट ओर्लेर डोलेहरूका हातबाट प्रसाद खोसी थुथु गरी थुकी गोडाले कुल्चेर मिल्काई शिशुदानी परमेश्वरलाई अनेक तरहको निन्दा पनि गरेँ। साथै डोलेहरूलाई नराम्रोसित खै गरेँ। अनि डोलेहरू मदेखि डराई केही भन्न नसकी आँखाबाट बलिन्द्र आँसु खसाली डोली बोकेर केही प्रत्युत्तर नदी हिँडे। साली नदीमा आएर नदी तर्न लाग्दा अकस्मात चन्दुवा ठाके जस्तो मेघ उठी हुरी चली ठुलो पानी पर्यो। हावाले गर्दा म डोलीबाट खसेर साली नदीका माझमा परेँ। डोलीहरूलाई के कसो भयो, कहाँ गए, त्यो मैले केही थाहा पाइनँ। उहाँ पछि नदीका जलदेखि झिकेर कसले कुन पाखामा फालिदिएछ त्यो पनि थाहा पाइनँ। मलाई क्षणमा मुर्छा हुने त फेरि छिनैमा चेष्टा हुने भइरह्यो। म यस्ती हुँ भन्ने कुराको ज्ञान पनि भएन र हलचल गर्न नसकी जहाँको तहीँ नदीकै तिरमा परिरहेँ। केही कालपछि कपिल नाउँ गरेका ब्राह्मण दुई भाइलाई देखेर कहाँ जान आयो भनेर मैले सोधेँ। ती दुई ब्राह्मणले राजाका ब्राह्मण भोजनमा जान लागेको भन्दा उसो भए मलाई केही पनि मागेर ल्याइदिनु भनेर पठाएँ। ब्राह्मणहरू गए। ब्राह्मण भोजन गरिसकेर म छेउ आएर, हे पापिनी, तेरो निमित्तमा हामीलाई लाज मर्नु भयो, किनभने तेरो नाउँ लिने बित्तिकै राजाको खानेकुरा राखेको भण्डार सुक्यो, केही दिने जस्तो वस्तु देखिएन। राजमातालाई खान भनी पकाइराखेको भात मात्र रहेछ, त्यही दिएर ल्याइदिएको छ भनेर टपरीमा ल्याएको भात दिए। साह्रै भोक लागेको हुनाले मुखै नधोई भात खान तम्सिए। त्यो देखेर ब्राह्मणहरूले, हे पापिनी, यस्तो दुःखको अवस्थामा पर्दा तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्थादेखि हामीलाई अति करुणा भयो, मुख धोएर खा, शिशुदानी परमेश्वरीको व्रत गर, सम्पूर्ण पाप नाश हुनेछ भन्ने र ब्राह्मणहरू गए। तब म मुख धुन भनी साली नदीमा गएँ। म गएको देखेर साली नदीको जल सुक्दै गयो। जल फेला पार्न सकिन हार मानेर माथि आई मुख नधोई खान लाग्दा भात खरानी भयो। त्यही खरानी पनि खाउँ भनेर आँट्दा भुमरी बतास रुमा लिएर उडाइ लग्यो। तब अनेक तरहले रोइ कराई शीतता भोक प्यास इत्यादि महादुःख सहेर रहेँ। यस्ता तरहले रहँदा पौष शुक्ल पूर्णिमाको दिन आयो र शिशुदानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गबाट अप्सराहरू साली नदीमा स्नान गर्न आएको मैले देखेँ। 4 हात पाउ टेकेर, तिमीहरू को हौ, केही खानेकुरा भए मलाई देऊ भनेर मागे। के पापले म यस्तै भएँ भने? तब अप्सराहरूले, हामी इन्द्रका अप्सरा हो, शिशुदानी परमेश्वरीको व्रत आरम्भ गर्न साली नदीमा स्नान गर्न आएका हौँ। पापिनी, तेरो अवस्था देखेर हामीलाई अति करुणा भयो। सुन, त पनि शिशुदानी परमेश्वरीको व्रत गर, यस व्रतका प्रभावले सम्पूर्ण पाप नाश होला, दुःखका समुद्रदेखि पार होलिस् भने। म यस्ता अवस्थामा परेकी पापिनीले त्यो व्रत कसरी गरौँ, सामग्री कहाँ पाऊँ, के चाहिन्छ भने? अनि अप्सराहरूले सम्पूर्ण व्रत विधि बताएर आफूहरू स्वर्ग गए। मैले पनि पौष शुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एक भक्त रही नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरिरहेँ। महिना दिन पुग्यो र माघ शुक्ल पूर्णिमाको दिन फेरि शिशुदानी परमेश्वरीको व्रत पूजा गर्न
अप्सराहरू त्यहीँ आए। हे स्वामी शिवसानी परमेश्वरीको व्रतका प्रभावले मेरो कुष्ठरोग पनि निको भयो, हात गोडा पनि ऐकै जस्ता भए। अनि अप्सराहरू छेउ गएर तिमीहरूका उपदेशले पौष शुक्ल पूर्णिमाका दिनदेखि व्रत प्रारम्भ गरेकी छु। महिना दिन भयो शिवसानी परमेश्वरीको पूजाको सामग्री केही छैन, अब कसो गरौँ भने। मेरो यो कुरा सुनिसकेपछि नदीबाट बालुवा ल्याएर सामग्री तुल्या भने। मैले पनि साल नदीको बालुवाले सबै सामग्री तुल्याएँ। अनि त्यो सामग्री जे चिताएर बनाएको थिएँ त्यो सबै सिद्ध भयो। यो कुरा अप्सराहरूलाई भने। सामग्री सिद्ध भएकोदेखि अप्सराहरूले खुसी भएर भने, हे सुन्दरी, तँलाई हामी पापिनी भनेर भन्दथ्यौँ, आजदेखि तिम्रो नाउँ पुण्यवती भयो भनेर सोही सामग्रीले अप्सराहरूको संसर्गमा मैले पनि व्रत पूर्ण गरेँ। व्रत पूजा सकियो र अप्सराहरू स्वर्ग गए। शिवसानी परमेश्वरीको प्रसाद 8 अक्षता, रोटी, फलफुल, सुपारी, सगुन समेत दिन त्यस बेला हजुर होइ बक्सिन्नथ्यो। मेरा स्वामीसित चाँडै भेट होस् भनेर साल नदीमा लगेर बगाएँ। 100 रोटी आफूले प्रसाद आहार गरी राति शिवसानी परमेश्वरलाई मनले सम्झेर जागा भइरहेँ। उज्यालो भएपछि साल नदीमा स्नान गरी माइत जान तर्खर गर्दा लोकहरू लिन भनेर आए। हे स्वामी, शिवसानी परमेश्वरलाई निन्दा गरेको पापले त्यस्तो अवस्थामा परे कि मलाई उनी ईश्वरीका कृपाले र कपिल ब्राह्मण अप्सराहरूका उपदेशले हजुरको दर्शन पाएँ। शिवसानी परमेश्वरी भन्दा ठुलो देवता अर्को कोही रहेनछन्। सम्पूर्ण व्रतको व्रत, धर्मको पनि धर्म, कालकी पनि काल, देवताकी पनि देवता, यस्ती ईश्वरलाई कोटी कोटी नमस्कार भनेर चन्दावती रानीले बारम्बार नमस्कार गर्दै भइन्। इतिश्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्य कुमारस्थ सम्वादे शिवसानी परमेश्वराय व्रत कथायां चन्द्रावती सो व्रत कथनम नाम 33तमो अध्याय। सबैजनाले फुल लिएर हात जोड्नु। उपनयतु मङ्गलम सकल जगन मङ्गलाले श्रीमान दिनकर किरण निबोधित नवनन्दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सारिणी देवसेवरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पुत्रिणा निधना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्तु तत्र यत्र च्युतोद्धार कथा प्रसङ्ग या कुन्देन्तु सारहा धौला या सुरवस्त्रावृता या बीडा वर्णन मण्डित करा या श्वेत पद्मासना या वर्मा च्युत शङ्कर प्रवृत्ति वेदवै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेष जाड्यापः कायेन वाचा मनसेन्द्र वैर्य बुद्ध्यात्मना वा प्रकृति स्वावत् करोमि यत् सकलं परस्मै नारायणेति समर्पयत। शिवसानी माता की जय।